सो हेलो वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। आज म धेरै दिनपछि मेरो भ्लगमा देख्न लाग्यो। मसँग चाहिँ मेरो आफ्नै गाउँको केटाहरू छ। अनि कहाँ जानु लाग्यो भने चाहिँ हामी रक गार्डन घुम्न जानु लाग्यो। त्यसले पैसा पाएन। ओ करी पुग्यो ओइ करी भाइ खै अब चाहिँ म यस्तो जङ्गलको बिचमा पुरै जङ्गल छ होइन। ठिक्क यहाँनिर माथि डाँडामा घुम्न जानु लाग्यो। केटाहरू सब तल बाटो गएको छ। अनि म चाहिँ एक्लै टाढो आएको। अलि म हिँड्न सकिनँ होइन। आज मैले आफ्नै गाउँको उकालो बाटोमा हिँड्न सकिन्न यार। बहुत अल्छी भइसकेको छु म चाहिँ। त्यही हो गाइस, बाटो यस्तो छ कि अनि अब त्यो हाम्रो बाटो पनि हुन्न। यस्तो बाटोमा तपाईँ घुम्न जानुपर्छ। अहिलेको चाहिँ हाम्रो बारीकोटकै एकदम बारीकोटको सबै ठाउँको मान्छेहरू घुम्न आउने ठाउँ हो यहाँ चाहिँ। अनि रक गार्डन एकदम बवाल छ। बाटो अलिक खत्तम छ, फेरि माथिबाट रोड गएको छ। हामी चाहिँ अब आफ्नै खुट्टालाई बाइक बनाएर हिँड्दैछु। एकछिनमा पुग्छु। त्यही अबको 15-20 मिनट बढी लाग्यो भने चाहिँ, नत्र भने त छिटै पुगिहाल्छु। यहाँनिर माथि हो। यहाँ लालीगुराँसहरू रक। यहाँदेखि तल गाउँ छ, उता पनि गाउँ छ। यहाँदेखि पुरी चाहिँ हाम्रो गाउँ हो, पारिम होइन। म चाहिँ यस्तो अब यस्तो ठाउँ जाँदैछु। डरलाग्दो भनौँ न, डरलाग्दो ठाउँ छ भनौँ न। अब यस्तो बाटो हुन्छ क्या, यस्तो बाटोमा हिँड्न चाहिँ सक्दैनन् प्रायः मान्छेहरू। भन्नाले गाउँघरको त मजाले हिँड्छन्, सहरतिर बसेको कोही हिँड्न सक्दैनन्। त्यसैले टक्क भएर यहाँदेखि ठाडो उकालो लाग्नुपर्छ। देख्न सक्नुहुन्छ यो उकालो। यो उकालोमा चाहिँ फेरि बाबा को माथि केटीहरू छन् क्या, खै को छन्। तर म उकालोमा फेरि हिँड्न सक्दिनँ, थाहा पाइसकेको छु। म यहाँबाट फेरि रनिङ गर्दै जान्छु एकदम छिटो, किनकि म रनिङ गर्नुपर्छ, नत्र भने अल्छी भन्छ सबैले। बाटो यस्तो डेन्जर छ कि यस्तो, यहाँबाट बुझाउनुपर्छ। बहिनीहरू आएर छन् माथि त्यहाँ बहिनी हेर्दा चाहिँ। सो गाइस, म चाहिँ अब यहाँबाट रनिङ गर्छु। त्यही हो, देख्न सक्नुहुन्छ। तर कता जाने बाटो रनिङ गरेर। थाके पुरै हात खुट्टा टिकेर हाम्रो गाउँ चाहिँ त्यही हो। त्यही पछाडि गाउँ चाहिँ छ टोटलै 5 नम्बर 4 नम्बर 3 नम्बर नेली पुगियो टक्क घुम्नलाई। घुम्ने ठाउँ चाहिँ यही हो। काम चाहिँ चलिरहेछ। जस चित्र चाहिँ बवाल बनाएर रहेछन् त। यस्तो बवाल बनाएर रहेछन्। अनि कहाँबाट देख्न सक्नुहुन्छ, एकदम बवाल बनाएर रहेछन् आजभोलि चाहिँ। तर म यताबाट जानुपर्छ नि, किनकि म फेरि बाटो कहिले पनि बिर्सिन्न कि। खासमा बाटो यताबाट हो, टक्क लगाएर होइन। यो बाटो पनि होइन, मैले बाटो फेरि हराइदिन्छु। कान्छा कहाँ घर कुन जिरी
नाम के हो यता हेर न कति पर्छ 5 मा यहाँ किन आएको घुम्न जताततैको मान्छे घुम्न आउँछ होइन आजभोलि अल बारीकोटको मान्छेहरू आउँछ नि यो ठाउँमा चाहिँ टक्क पारेर आहा यस्तो दामी यो दापेले चाहिँ एकदम बवाल बनाएर रहेछन् चित्र बनाएर यस्तो बवाल बनाएर रहेछन् त्यहाँ बिनामा बच्चा बच्ची यतै छन् आज हल्का के भनौँ नक्कले आफै नक्कल कहाँ हो घर नाम के हो कहाँ हो ए मगर ड्रेसमा आएको छन् पुरै मगरहरू केटाहरू चाहिँ टक्क अगाडि आएर बसिसकेको छ नि त यार के छ भाइ घुम्न आइदिस् तर ऊ हुनु पर्ने सेल्फी स्टिक जस्तै एकदम आज बवाल बनाएर रहेछ म चाहिँ धेरैचोटि आइसकेँ तर एउटा फोटो पनि खिच्दैन थिएँ भिडियो पनि बनाउँदैन थिएँ आज चाहिँ एउटा भ्लग बनाइदिउँ न र गाडी चल्या छ नि त भाइरल फोटै खिच्दिनँ भन्थ्यो यहाँ आइकन भिडियो टक्क सुतिरहेको छु म चाहिँ चिलमा यत्तिकै यार यतिले फेरि कति यार टाइम लाग्यो यार कोही बेला हुँदो यति धेरै घुम्न आउँछन् गाई देखिसक्नु भयो कति धेरै आएछन् घुम्नलाई पनि लगभग एकदम कस्तो भयो बहिनी कसो भयो एकदम कसो भयो बहिनी ग्याङस्टर वा डनहरू पछाडि को हो त्यो त तिनी एकदम फरक टाइप मान्छे रहेछन् किन एक्लै आछौ जाने अर्को दिदीहरूसँग किन अङ्कलसँग पैसा माग्छु अङ्कलसँग पैसा माग्छु दिँदैन दिँदैन छन् भनेपछि तर देखेँ यस्तो बवाल भिडियो बनाएको छ आज मेरो टक्क यहाँ चस्माहरू र